माघ 10, 2079। स्थान देशको मुटु, नयाँ बानेश्वर। एउटा सामान्य मान्छे, एउटा सपना बोकेको उद्यमी संसद भवन अगाडि उभिन्छ र आफैमाथि पेट्रोल खन्याउँछ। त्यो आगो केवल एउटा शरीरमा सल्किएको थिएन, त्यो त यो भ्रष्ट व्यवस्थाको अनुहारमा दन्किएको ज्वाला थियो। यो प्रेम प्रसाद आचार्यको केवल आत्महत्या थिएन, यो त एउटा जिउँदो सपनामाथि राज्यले गरेको क्रूर हत्या थियो। अरू हजारौं नेपाली युवा जस्तै प्रेम प्रसाद पनि खाडीको तातो बालुवामा पसिना बगाउन पुगे। तर उनको मनमा एउटा मात्र आवाज थियो, म आफ्नै माटोमा केही गर्छु। कतारको कमाई लिएर उनी फर्किए। इलामको माटोमा सुन फलाउने सपना बुने। सूर्योदय एग्रो सुरु गरे। घिउ, छुर्पी, अकबरे खुर्सानी, स्थानीय उत्पादनलाई ब्रान्ड बनाएर काठमाडौँका चिल्ला मलहरूसम्म पुर्याए। उनी उद्यमी बन्न चाहन्थे, रोजगारी दिन चाहन्थे। उनी यो देशको समृद्धिको एउटा सिपाही बन्न चाहन्थे। तर उनलाई के थाहा, यो देशमा इमानदार भएर बाँच्नु नै सबैभन्दा ठूलो अपराध हुनेछ। उनको सपनालाई यो निर्दयी बजारले र कमिसन तन्त्रले चारैतिरबाट घेर्यो। ठूला कर्पोरेट हाउसहरूले सामान लिए तर पैसा दिएनन्। उधारो संस्कृति उनको ढाडमै चढ्यो। उनी सामान बेच्थे तर गोजी सधैँ रित्दै। एकातिर ब्याङ्कको चर्को ब्याज, अर्कोतिर करको बोझ। हरेक पाइलामा कमिसन माग्ने बिचौलिया, फाइल अड्काउने कर्मचारी। उनले लेखेका थिए, म एउटा जिउँदो लास भए। जब एउटा उद्यमीले आफ्नो श्रमको मूल्य पाउँदैन, जब राज्यले आफ्नै नागरिकको सुरक्षा गर्दैन, त्यसै बेला जन्मिन्छ प्रेम प्रसाद जस्तो चरम निराशा। उनको सङ्घर्ष सपनाबाट बाँच्ने लडाईँमा बदलियो। अन्ततः उनले 25 बुन्दे अन्तिम पत्र लेखे। जीवनभरको पीडा एउटै कागजमा पोखियो। नानु, तिमीले धेरै दुःख पायौ, मलाई माफ गरिदेऊ। कल्पना गर्नुहोस्, त्यो बुबाको मन जसले आफ्ना छोरीहरूको अनुहार हेरेर पनि मर्नुलाई सजिलो ठान्यो। उनले कसैलाई मारेनन्, तर एउटा प्रश्न छोडे, यो देशमा उद्यम गर्नु पाप जस्तै रहेछ। त्यो दिन बानेश्वरको सडकमा लागेको आगोमा केवल उनको शरीर डढेको थिएन, यो देशको विधिको शासन र नैतिकता पनि खरानी भएको थियो। उनले सोधेका थिए, मेरो गल्ती के थियो? आज प्रेम प्रसाद हामीमा छैनन्, तर उनले छोडेका प्रश्नहरू अझै बलिरहेका छन्। कतिन्जेलसम्म यो उधारो तन्त्रले साना उद्यमीलाई निल्ने? कतिन्जेलसम्म यो राज्यले आफ्नै नागरिकको लासमाथि सत्ताको रोटी सेक्ने? तर उनले बालेर गएको आगो अझै निभेको छैन। प्रेम प्रसाद आचार्य एउटा ननिभ्ने ज्वाला।